हेलो नमस्ते यहाँ सम्पूर्णलाई। यति बेला चाहिँ म ताप्लेजुङको थेचम्बु आसपासमा रहेको छु। यो ठ्याक्कै उभिएको डाँडोलाई चाहिँ के भन्छ यहाँको स्थानीयहरूलाई मात्रै थाहा होला, मलाई थाहा भएन। यो मास्तिर देखिएको यो चाहिँ थेचम्बु हो। अनि अलि माथि यति दामी बादल देखिएको छ नि। यति बेला चाहिँ म ताप्लेजुङदेखि आउने पुङलिङदेखि आउने क्रममा यहाँनिर आइपुगेको छु। रमाइलो छ यो डाँडा काँडाहरू। यस्तै छ ताप्लेजुङको यो चाहिँ पाथिभरा याङमारा भन्छ। पाथिभरा याङमारा गाउँपालिका भित्र पर्ने यो चाहिँ थेचम्बु। पहिला त यो थेचम्बु गाविस होइन, थेचम्बु गाविस थियो अरे। अहिले चाहिँ पाथिभरा याङमारा गाउँपालिका भएको छ। जस वरिपरि सल्लाहको बोटहरू छ, एकदमै सुन्दर छ। अब तपाईहरुलाई भिडियोमा सल्लाहको सुगन्ध त तपाईहरुलाई टेस्ट गराउन सक्दिनँ। यद्यपि यहाँ चाहिँ यति बेला हावा पनि एकदमै सल्लाहको सुगन्ध बोकेर आइरहेको छ। यस्तो छ है त गाईहरु।